नमस्कार। पछिल्लो समय नेपाली समाजमा सम्बन्ध विच्छेदको घटनाहरू अत्यधिक बढिराखेका छन्। यसको मनोवैज्ञानिक कारण र समाजशास्त्रीय तर्क या दृष्टिकोण के हुन सक्छ? आजको भिडियोमा म यसै विषयका बारेमा केही आफ्ना दृष्टिकोणहरू साझा गर्दैछु। सम्बन्ध विच्छेद नेपाली समाजको एउटा जटिल अन्तर्विरोधका रूपमा विकसित हुँदैछ। वर्तमान अवस्था र केही दशक अघिको अवस्थालाई एउटै डालोमा हालेर भने हेर्न मिल्दैन। आज मात्र होइन, पहिले पनि धेरै विवाहहरू असफल थिए, तर तीमध्ये कति कानुनी रूपमा छुटिन सक्थ्यो भने कति सम्बन्धहरू त्यत्तिकै पनि छुट्थे। विशेष गरी महिलाका निम्ति पहिले आर्थिक निर्भरता, सामाजिक बदनामी, माइतीको दबाव, सन्तानको भविष्य र समाजले के भन्ला भन्ने डरले गर्दाखेरि पहिलेका विवाहहरू चाहिँ टिकाइराख्न बाध्य बनाउँथे। तर आज कानुन, शिक्षा, रोजगारी, अधिकार, सहरीकरण र व्यक्तिगत अधिकारबारे चेतना स्तर बढेको छ। महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरू सतर्क छन्। कानुनले पनि महिलालाई अधिकार सम्पन्न बनाउँदै लगेको देखिन्छ। त्यसैले बढ्दो सम्बन्ध विच्छेदको एउटा अर्थ विवाह झन् खराब भयो भन्ने मात्र होइन कि खराब विवाह सहेर बस्नुपर्ने सामाजिक बाध्यता केही कमजोर भयो भन्ने पनि हो। सम्बन्ध विच्छेदको मनोवैज्ञानिक र समाजशास्त्र के हो? खास गरिकन एक अर्कालाई बुझ्न नसक्नु एउटा कारण। अदालतमा धेरै जोडीले सम्बन्ध विच्छेदको कारणका रूपमा एक आपसमा असमझदारी, मन नमिल्नु, सम्बन्धमा असन्तुष्टि जस्ता कुरा बताउने गरेको न्यायाधीशहरू र कानुन व्यवसायहरू बताउँछन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीशहरू पनि धेरै युवा जोडीहरूले अदालतमा असमझदारीलाई कारण बताउने गरेको उल्लेख गर्छन्। विवाह अघि एकअर्कालाई कति दिन्छौँ? प्रेम, आकर्षण, फेसबुक, टिकटक, पारिवारिक दबाव, आर्थिक आवश्यकता र सामाजिक प्रतिष्ठाका आधारमा भएको विवाह र जीवनको वास्तविक जिम्मेवारी बीच ठुलो अन्तर हुन्छ भन्ने कुराका बारेमा हामी कति जानकार छौँ? विवाहपछि पैसा कसरी खर्च गर्ने, होइन, पैसा कसरी कमाउने, परिवारलाई कसरी चलाउने, सासू ससुरासँगको सम्बन्ध कस्तो हुने, करियर कस्तो बनाउने, बच्चा कहिले जन्माउने, कति जन्माउने, गाउँमा बस्ने कि सहरमा बस्ने, कहाँ बस्ने, विदेश जाने कि नेपालमै केही गर्ने, श्रीमान श्रीमतीको स्वतन्त्रता कति हुने, यिनै सवालहरूमा असमझदारी बढ्दै जाने खतराका बारेमा नेपाली समाज कतिको सचेत छ? विवाहप्रतिको अपेक्षा असाधारण रूपमा बढेको देखिन्छ। पहिले विवाह भनेको जीवन चलाउनुपर्छ भन्नेमा सीमित थियो। अहिले जीवन रमाइलो हुनुपर्छ भन्ने पनि एउटा नयाँ आयाम थपिएको छ। अर्थात् अहिले श्रीमानले र श्रीमानबाट श्रीमतीले होइन केवल आर्थिक सुरक्षा खोज्दैनन्, उनीहरूले एकअर्कासँग प्रेम खोज्छन्, सम्मान खोज्छन्, भावनात्मक एउटा सम्बन्ध खोज्छन्, एकअर्काको इज्जत गर्ने, एकअर्कालाई विश्वास गर्ने वातावरण खोज्छन्। यौन सन्तुष्टिका कुराहरू छन्, करियरमा सहयोग गर्ने कुरा छन्, स्वतन्त्रताको कुरा छ, सामाजिक प्रतिष्ठाको कुरा छ, राम्रो जीवनशैली, यस्तै यस्तै धेरै कारणले वर्तमान अर्थात् नयाँ परिवेशका बिहेहरू बहुआयामिक बनेका छन्। सम्बन्धमा अपेक्षा बढ्नु खराब कुरा होइन, तर इच्छा, चाहना, भावना, आवश्यकता, अपेक्षा र वास्तविकता बिचको एउटा अन्तर मुख्य कुरा हो भन्ने कुरा बुझ्नुपर्छ। इच्छा, चाहना, भावना, आवश्यकता हाम्रा जे जति छन् ती कुराहरू र वास्तविक हाम्रो धरातल के हो, हाम्रो अवस्था के हो भन्ने बारेमा पनि हामीले बुझ्नुपर्छ र त्यस बिचको मुख्य अन्तर के हो भन्ने बारेमा पनि हामीले बुझ्नुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी आर्थिक कारण, सम्बन्ध विच्छेदको एउटा अर्को महत्त्वपूर्ण कारण भनेको आर्थिक एउटा पक्ष हो। बेरोजगारी, न्यून आम्दानी, ऋण, महँगी, घर परिवारको आर्थिक दबाव। अर्को रोमाञ्चक एउटा पक्ष के छ भने आर्थिक स्वतन्त्रता पनि एउटा सम्बन्ध विच्छेद बढाउने एउटा कारक बन्न पुगेको देखिन्छ। पहिले श्रीमतीको आम्दानी थिएन भने अत्यन्त खराब विवाहमा पनि आर्थिक रूपमा छुटिन कठिन हुन्थ्यो। आज शिक्षित र रोजगारीमा रहेका महिलासँग विकल्पका ढोकाहरू केही बढेका देखिन्छन्। आफै केही गर्न सक्छौँ भन्ने महिलाहरूमा आत्मविश्वास बढेको देखिन्छ। त्यसैले गरिबीले पनि विवाहमा तनाव पैदा गरेको कुरा नकार्न मिल्दैन। एक वाक्यमा भन्दा आर्थिक स्वतन्त्रताले पनि सम्बन्धहरू अलग हुने क्षमता बढाइराखेको देखिन्छ। वैदेशिक रोजगारी, नेपालको हकमा र नेपालका जुन सम्बन्ध विच्छेदहरूका घटनाहरू हजारौँ हजार रूपमा दर्ता भएका छन् र सयौँ रूपमा जो सम्बन्ध विच्छेदमै परिणत भइरहेका छन्, त्यसमा अर्को एउटा महत्त्वपूर्ण कारण भनेको वैदेशिक रोजगार हो। हाम्रो नेपाली समाजको अर्को एउटा महत्त्वपूर्ण समस्या भनेको बेरोजगारी हो। बेरोजगारी
एउटा बेरोजगार युवा युवतीहरू विदेश जान बाध्य छन्। नेपालको ठुलो श्रमशक्ति विदेशमा छ, श्रीमान विदेशमा श्रीमती नेपालमा, वा श्रीमती विदेशमा श्रीमान नेपालमा। वर्षौँसम्म पति पत्नी बीच होइन भेट हुँदैन, सम्बन्ध हुँदैन, अलग बस्दा समस्या केवल यौन सम्बन्धको हुँदैन। यहाँ एक्लोपनको, भावनात्मक दूरीको, अविश्वासको, नयाँ सामाजिक वातावरण र आर्थिक असमानता भइपरि आउने बाध्यता यस्तै यस्तै। उपलब्ध नेपाली कानुन व्यवसायहरूको एउटा अनुभवमा वैदेशिक रोजगारी र लामो दूरीको वैवाहिक जीवन सम्बन्ध विच्छेदका अर्को एउटा महत्त्वपूर्ण पृष्ठभूमिमध्ये एक देखिन्छ भनेर भन्छन्। विदेश गएपछि व्यक्तिको जीवनशैली, सोच होइन सोच्ने तरिका, प्राथमिकता बदलिन्छन्। नेपाल फर्किँदा उसले पहिलेको जस्तो जीवनसाथीलाई आफ्नो संसारसँग, आफ्नो एउटा भावनासँग नमिल्ने व्यक्ति ठान्न सक्छ, अर्थात् शङ्काको नजरले हेर्न सक्छ। यस्ता मनोविज्ञानले पनि ठुलो भूमिका खेल्न सक्छन्। त्यस्तै गरी सामाजिक सञ्जालको प्रभाव। हाम्रो नेपाल पछिल्लो चरणमा प्रविधिका रूपमा एकदमै छलाङ मारेको छ। सम्बन्ध विच्छेदको अर्को एउटा आधुनिक कारण बनेको छ सामाजिक सञ्जाल। फेसबुक, टिकटक, इन्स्टाग्राम आदिले संसारभरको जीवनशैलीलाई हातमा पुर्याइदिएको छ, हातका स्क्रिनहरूमा ल्याइदिएको छ। आफ्नो घरमा सामान्य खाना खाइरहेको होइन व्यक्तिले अरूको विदेशको एउटा खानपान, तिनीहरूको महँगो उठबस, महँगो गाडी, होटेल, रोमाञ्चित एउटा वातावरण होइन शानदार घर बङ्गला हेर्छ। त्यसपछि आफूलाई अरूसँग तुलना गर्न थाल्छ। अरूसँग तुलना गर्ने मनोविज्ञान जुन गलत मनोविज्ञान हो, त्यसले पनि सम्बन्ध विच्छेदमा ठुलो प्रभाव पार्छ। सम्बन्ध विच्छेदलाई चाहिँ उसले सहयोग गर्छ। यस्तो भावनाले, यस्तो मनोविज्ञानले अरूको जीवन यस्तो छ, मेरो किन यस्तो भएको छैन भन्ने प्रश्नले उसलाई खोज्न थाल्छ। अरूसँग तुलना गर्दा आफू अभावमा रहेको अनुभूतिका रूपमा पनि उसले बुझ्न र लिन थाल्छ। त्यसमा सामाजिक सञ्जाल मार्फत हुने निजी संवादहरू, भावनात्मक सम्बन्धहरू र विवाह बाहिरको इतर आकर्षणहरू जोडियो भने समस्या झन् जटिल बन्दै जान्छ र यस्ता कारणले पनि सम्बन्ध विच्छेदमा ठुलो एउटा समस्या ल्याउन सक्छ। त्यसै गरी यौन सम्बन्धबारे बदलिदो धारणा। यौन सम्बन्ध संवेदनशील र एउटा महत्त्वपूर्ण पक्ष हो। आज प्रेम र यौन सम्बन्धप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आएको छ। हिजोको नेपाली समाजमा प्रेम लुकाएर गरिन्थ्यो, यौनको त पुरै गरिँदैन थियो। विवाह दुई व्यक्तिको एउटा सम्बन्ध मात्र थिएन, दुई परिवारको, दुई संस्कारको, दुई सामाजिक प्रतिष्ठाको मिलनका रूपमा हेरिन्थ्यो। त्यसैले विवाहभन्दा बाहिरको प्रेम र यौन सम्बन्धलाई समाजले सहजै स्वीकार गर्दैन। विशेष गरी महिलाको शरीर र यौनिकतामाथि समाजले चरित्रको निर्मम पहरा लगाउँथ्यो। पुरुषका हकमा भने मर्दका 10 जोई भन्ने खालको विभेदकारी बुझाइहरू त्यो समाजमा देखिन्थ्यो। आज समय बदलिएको छ, सहरको सङ्ख्या बढेको छ, शिक्षाको क्षेत्रफल फैलिएको छ, मानिस विदेश पुगेका छन्, मानिसहरू धेरै विदेश पुगेका छन्, संसार मोबाइलको एउटा पर्दामा आइपुगेको छ। नयाँ पुस्ताले प्रेमलाई अधिकारका रूपमा बुझ्न थालेको छ, विवाहलाई जीवनको अनिवार्य गन्तव्यका रूपमा होइन एउटा छनौटका रूपमा हेर्न थालेको छ। यौन सम्बन्ध पनि केवल विवाहको चौघेराभित्रको विषय रहेको छैन। प्रेम, आकर्षण, व्यक्तिगत स्वतन्त्रता र आपसी सहमतिसँग जोडिन थालेको छ। तर यहाँ एउटा गम्भीर प्रश्न के छ भने खुलापन मात्र आधुनिकता हो? होइन। समाजले यौन सम्बन्धबारे कुरा गर्न सिक्दैछ, तर त्यससँग जोडिएको व्यक्तिगत र सामाजिक जिम्मेवारीबारे अझै पर्याप्त कुरा गर्न र बुझ्न सकिरहेको छैन। स्वतन्त्रता चाहिन्छ, सहमतिसहितको स्वतन्त्रता। प्रेम चाहिन्छ, प्रेम सम्मानसहितको प्रेम, सुरक्षित प्रेम होइन। यौनिकता स्वाभाविक हो, तर त्यसमा अर्को व्यक्तिको शरीरको भावना र अधिकार पनि जोडिएको हुन्छ भन्ने कुरा भुल्नु हुँदैन। हिजो समाजले धेरै कुरा जबरजस्ती रोक्थ्यो, आज व्यक्तिले धेरै कुरा आफै रोक्न चाहन्छ। स्वतन्त्रतासँगै रोजाइको जिम्मेवारी पनि सिक्नुपर्ने एउटा पाठ हुन्छ, किनकि आधुनिक हुनु भनेको यौन सम्बन्ध खुला हुनु मात्रै होइन, प्रेममा पनि मान्छेलाई मान्छेकै रूपमा सम्मान गर्न सक्नुपर्छ भन्ने हो। घरेलु हिंसा र प्रतिसत्ता। सम्बन्ध विच्छेदको अर्को एउटा महत्त्वपूर्ण कारण भनेको घरेलु हिंसा र विभेद पनि सम्बन्ध विच्छेदको एउटा प्रमुख कारणमध्येको एक कारण हो। नेपालमा सन् 2022 अनुसार 15देखि 49 वर्षका महिलामध्ये 27% आफ्नो वर्तमान वा पछिल्लो पति, अन्तरङ्ग साथीबाट जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा, शारीरिक यातना, यौन वा भावनात्मक प्रताडनाहरू खेप्नु परेको अनुभव सुनाउने गरेका छन्। एउटा रिपोर्टले भन्छ, पहिलो विवाह बिग्रियो, पछिल्लो विवाह गर्यो, अर्थात् पहिलो प्रेम बिग्रियो, पछिल्लो प्रेम गर्यो। दोस्रो प्रेममा जाँदाखेरि तँले हिजो यस्तो, हिजो उस्तो होइन, तँ यस्तो उस्तो भन्ने
धेरै प्रकारका आक्षेप र प्रार्थनाहरूबाट पीडित भएको र हिंसा बेहोर्नु परेको महिलाहरूले बताएका छन्। हाल विवाहित र सँगै बसिरहेका महिलाहरूमध्ये पनि उल्लेख्य हिस्सा चाहिँ हिंसाको अनुभवसँग जोडिएको बताउँछ। अर्थात् सम्बन्ध विच्छेद बढ्नुको एउटा कारण भनेको विवाह कमजोर हुनु होइन, हिंसात्मक विवाह स्वीकार नगर्ने चेतना बलियो बन्दै जानु पनि हो। त्यस्तै पुरानो जमानामा बुहारीले घर सम्हाल्नुपर्ने, श्रीमानको भनेको मान्नुपर्ने, सासू ससुराको सेवा गर्नुपर्ने, प्रश्न गर्न नपाइने जस्ता विभेदकारी एउटा सीमाहरू थिए। तर आज नयाँ पुस्ताका बुहारीहरू सोध्न सक्छन्, प्रश्न गर्न सक्छन्। स्त्री परम्परागत एउटा लैङ्गिक भूमिका र आधुनिक समानतावादी अपेक्षाबीच द्वन्द्व पैदा भइरहेको छ। यसले पनि सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ। संयुक्त परिवारबाट एकल परिवार। नेपाल एकल परिवारको संस्कृतिमा हिँडेको धेरै भएको छैन। त्यही 70 वर्ष जति भयो होला संयुक्त परिवारबाट एकलमा गएको, एकल परिवारको संस्कृतिमा गएको। र धेरै महत्त्वपूर्ण परिवर्तनका रूपमा यसले देखाएको छ। पहिले विवाह भनेको दुई व्यक्तिको सम्बन्ध मात्र थिएन, त्यो दुई परिवार, आफन्त, छिमेक, समुदायको सम्बन्धका रूपमा हेरिन्थ्यो। अहिले सहरमा धेरै विवाहको केन्द्र चाहिँ हामी दुई हुँदै गएको छ हैन, सहरी क्षेत्रमा। यसका फाइदा पनि छन्, स्वतन्त्रता छ, तर समस्या पनि छ, सङ्कट पर्दा सहयोग गर्ने सामाजिक संरचना कमजोर बन्दै गइरहेको छ। अर्कोतर्फ अझै पनि कतिपय परिवारमा सासू बुहारी, नन्द भाउजू, दाजु भाउजू तथा सम्पत्ति सम्बन्धी हस्तक्षेपले दाम्पत्य जीवनमा तनाव सिर्जना गर्छ। विभिन्न अध्ययनहरूले पनि ससुराली पक्षको हस्तक्षेप, परम्परागत र आधुनिक अपेक्षाबीचको द्वन्द्वलाई सम्बन्ध विच्छेदको पृष्ठभूमिका रूपमा उल्लेख गरेका छन्। त्यस्तै अपरिपक्व उमेरमा गरेको जीवनभरको एउटा निर्णय पनि एक कारण बन्छ। भनेको उमेर नपुगेर गरेको विवाहले पनि त्यो सम्बन्ध कालान्तरसम्म या दिगोपनसम्म नटिक्न सक्छ भन्ने कुरा हो। कम उमेरमा विवाह गरेका कतिपय जोडीले पछि आफ्नो इच्छा, व्यक्तित्व र जीवनको लक्ष्य बदलिँदा वैवाहिक सम्बन्ध पनि बदल्ने कुरासम्म पुग्न सक्छन्। सम्बन्धमा प्रतिशोध। श्रीमान श्रीमती बीच मनमुटाव हुँदा झुक्ने क्षमता चाहिन्छ, समझदारी हुने एउटा समझदारीता चाहिन्छ। जीवन बिताउने भनेर जोडिएको सम्बन्धमा सामान्य कारणलाई मिलाउनुको साटो प्रतिशोध साध्ने कुराले सम्बन्ध टिकाउन सक्दैन, अर्थात् टिक्न सक्दैन। दुवैजना सही हुन खोज्दा सम्बन्ध गलत हुँदै जान्छ। यो व्यक्तिगत मनोविज्ञानले राम्रो काम गर्दैन। यस्तो खालको व्यक्तिगत मनोविज्ञानले चाहिँ सम्बन्धलाई दरारमा परिणत गर्न सक्छ। आपसी विवाद हुँदा कसले गल्ती गर्यो, कसले माफी माग्ने भन्ने कुरा प्रधान बनाउनु हुँदैन। स्वस्थ सम्बन्धमा समस्या कसरी समाधान गर्ने भन्ने हुनुपर्छ। म किन झुक्ने, पहिले उसले फोन गरोस्, उसले सम्झाओस्, उसले माफी मागोस् हैन, यस्तो कुराहरू हुन्छ र उसले मलाई बुझ्नुपर्छ आदि यस्ता कुराहरू हुन्छन् हैन। यस्ता ससाना कुराहरूमा लामो समयसम्म चलिरहने भने सम्बन्धमा दूरी बढ्ने खतरा हुन्छ। सम्बन्ध विच्छेदलाई अर्को कोणबाट पनि हेर्नुपर्छ। कुनै महिला हिंसाबाट बाहिरिन् भने त्यो सम्बन्ध विच्छेद सामाजिक एउटा सन्देश बन्न सक्छ। कुनै पुरुष वा महिला अस्वस्थ सम्बन्धबाट सम्मानपूर्वक बाहिरिए भने त्यो असफलता मात्र होइन, तर सानो विवाद, क्षणिक आवेग, सामाजिक सञ्जालको तुलना, आर्थिक अपेक्षा, अहङ्कारका कारण परिवार फुटिरहेको छ भने त्यो गम्भीर कुरा हो। त्यसैले सबै सम्बन्ध विच्छेदलाई एउटै नजरले हेर्नु हुँदैन। सम्बन्ध विच्छेदको सङ्ख्या होइन, विवाहको बदलिदो अर्थलाई बुझ्नुपर्छ। पहिले विवाह सामाजिक संस्थाका रूपमा थियो, अहिलेका विवाह दुई व्यक्तिको साझेदारी या समझदारीका रूपमा विकसित भइरहेको छ। पहिले समाजले सम्बन्ध किन नटिकाउने भनेर प्रश्न गर्थ्यो भने आज नयाँ पुस्ताले सम्बन्ध किन टिकाउने भनेर कारण खोज्छ। यी दुई प्रश्न बीचको परिवर्तन नै सम्बन्ध विच्छेदको मूल एउटा समाजशास्त्रीय कथा हो भन्ने मलाई लाग्छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव, सल्लाह र प्रतिक्रिया दिनुहोला र हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनुहोस् र सेयर पनि गरिदिनुहोस्। यसो गर्नुभयो भने तपाईँको मेरो यात्रा सँगसँगै अगाडि बढ्छ। धन्यवाद, नमस्कार।